हात मैला सुनको थैला के गर्नु धनले सागर सिस्नो खाएको बेस आनन्द मनाले भनेको जस्तो हुने भए त हुन्थ्यो नि। अब त्यो महाकवि लक्ष्मीप्रसाद देवकोटाले त्यति बेला जमानामा भन्नुभएको थियो, त्यति बेला अब परदेश जाने विदेश जाने पैसा चाहिने थिएन र पो त्यो लागेको थियो। अहिलेको जमानामा त बिना पैसा त कामै छैन। घरदेखि बाहिर निक्ल्यो पैसा चाहियो, चिया पिउनलाई पैसा चाहियो, ब्रेड खानलाई पैसा चाहियो। अनि त्यो त लागु चाहिँ हुन्छ, तर त्यो पछि सबै पैसा कमाइसकेर सबै 3-4 ठाउँबाट पैसा आउने ठाउँ बनाइसकेपछि 4-5 ठाउँबाट पैसा आइरहन्छ, आफू मजाले बस्ने अनि अरूलाई लट्ठी टेक्दै चस्मा लगाएर उसले उपदेश दिने बेला चाहिँ त्यो चाहिँ काम लाग्छ होइन। किनकि उसको पैसा सबै भइसकेको हुन्छ, उसले कमाउने आश पनि छोडिसकेको हुन्छ। अब त मैले जिन्दगीभरि कमाइसकेको हुन्छ, अनि त्यति बेला चाहिँ त्यो भन्ने हो, ल है केटा पैसा काम छैन, कमाएर के गर्छौ, मरेर जाने हो, लगेर जाने होइन भनेर भन्ने त्यति बेला चाहिँ काम लाग्छ। पहिला त काम लाग्दैन। वास्तविक रियल लाइफमा त दुःख र सङ्घर्ष गर्नै पर्छ। अहिलेको जमानामा झन् पैसा बिना त केही पनि छैन साथीहरू।